हे गाइस गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ मैले भ्लग स्टार्ट गर्दैछु अनि हामी चाहिँ यहाँ सिलगढी आइरहेको छौँ अनि अब 7 बजेको छ टाइम चाहिँ बिहानै उठेर हामी चाहिँ अब रेडीसेडी भएर चाहिँ अब जाने। यहाँनिर मेकअपहरू पनि हुँदैछ, बहिनीको मेकअप गरिदिँदैछ। रेडीसेडी भएर हामी चाहिँ 8 बजी चाहिँ हामी अब पर पुग्नुपर्नेछ। सो रेडीसेडी हुँदैछ गाइस। अहिले चाहिँ हामी चाहिँ रेडीसेडी भयो। मेरो चाहिँ इन्टरभ्यू दिने मान्छे जस्तो भएको छ गाइस। हेर्नुहोस् त गाइस, रुचि इन्टरभ्यू दिनुवाला छ। ऊ दिदी पनि यता छ हो। हाम्रो चाहिँ यस्तो छ आउटफिट कस्तो रहेछ गाइस भनिदिनुहोस् होला। अब चाहिँ हामी यहाँबाट निस्किन आँटेको। बाई बाई गाइस, निस्किन आँटेको। तिमी एक्साइटेड छौ? टेन्सन पनि भएर छ पुरा बेसी हो। अब चाहिँ हामी चाहिँ अब कति बजी हेर्नुहोस् 8 बजी हामी पुग्नुपर्छ। सो गाइस धेरै गाइस हामी सबजना निस्केको। आजको वेदर त यस्तो जाडो जाडो छ हो, घाम पनि लागेको छैन। हिजो बेलुका त यस्तो पानी परेछ गाइस। अनि के भएछ? बो हुँदैछ गाइस, आँप पत्रो भएछ हो गाइस। यता चाहिँ मेरो बहिनी छ, यता बहिनी। हाई एभ्रिवान, गुड मर्निङ। अब 8 बजीसक्यो हामी निस्केको। अब चाहिँ हामी जानुपर्छ म तपाईँलाई होटेल सिन्हाला। तर ठिकैको अब जाडो पनि छैन, शीतल भयो गाइस। हामी चाहिँ यस्तो ड्रेसअप पनि क्रप टप लगाएर आइरहेको छैन। I'm excited, was little bit nervous, but बिहान मर्निङको वेदर चाहिँ यस्तो छ गाइस। मर्निङको भ्यू चाहिँ यस्तो हुँदैछ सिलगढीमा हो गाइस। नाम चाहिँ रहेछ सिन्हाला होटल एन्ड रेस्टुरेन्ट। यहाँ रहेछ गाइस, यस्तो मजाको रहेछ। बाहिरबाट यस्तो दामी लुक हो। होटल दिएर हामी नर्भस हुनु आँटिसक्यो गाइस। हाम्रो दुईजना केटीहरू यहाँ जान्छ, गर्ल्सहरू चाहिँ यदि रहेछ हो। लेट्स सी के हुन्छ। रेज्युमहरू बोकेर नि के भयो? राम्रै दिएछ यसैले। तिमी के भएछ? राम्रै दिएछ। अब काट्नु रहेछ हो। म चाहिँ भनेपछि कस्तो रहेछ? म चाहिँ यस्तो दिएको छु, लाठी होला होइन। ब्याकग्राउन्ड कस्तो दामी रहेछ भाइ। यहाँ चाहिँ मलाई चाहिँ यहाँ बस्नु पाएको भए चाहिँ रिल्स बनाएर म डेली पोस्ट गरेर घुम्थेँ होइन। तर कास म एकछिनको लागि हो होइन। तर पनि म छोड्नेवाला छुइनँ, बनाउँछु। अहिले रिटर्न हुँदै गर्दा चाहिँ म चाहिँ रिल्स बनाउँछु। सोच्छु लोकेसन हेर्दै गर्दैछु गाइस हो। दामी रहेछ नि त। एउटा चाहिँ नर्भस भयो कि हो, अलिक कस्तो नर्भसिङ भइरहेछ होइन। यसको वक पनि डिफ्रेन्स भएर साँच्चै यसले हल्का हिल हुन्छ नि त। हिल्स लगाएर आएको यसलाई साह्रो परिरहेको छ गाइस हो। यसलाई फेरि हिल्स क्यारी गर्नु, ड्रेस क्यारी गर्नु चाहिँ अलिक जिरो छ गाइस। अब चाहिँ 1 तिर पुऱ्याउनु पर्ने छ गाइस। अब घरमा लगेर चाहिँ हिल पाहाडमा हिल लगाएर कुदाउनु पर्यो। यहाँ रहेछ गाइस। अब जाने बेला चाहिँ इन्टरभ्यू गर्दैछ बहिनीले। गाइस यहाँको चाहिँ बाहिर ब्याग उयो हो। मजाको लागि यो सुमितको होटेल चाहिँ गालिया लिला। यो हाम्रोतिर त फुल त कस्तो वेस्टेज चाहिँ फेरेको छैन। यहाँ त कस्तो मजा डबलमा फुल रहेछ कि कस्तो दामी हो गाइस। अन्त गाइस मैले एउटा चिज चाहिँ देखाउँछु तपाईँलाई। आँपहरू न कत्रो भइसक्यो यसरी चोरिदिउँ जस्तो रहेछ। गाड्दा भने चोरौँ के हो खानुपर्छ गाइस। भने सिसी क्यामेरा छैन। सो यहाँ गाइस दामी रहेछ यो होटल चाहिँ एकदम मस्त बस्दा खाने हो। भेरी नाइस प्लेस गाइस। गाइस निस्केको हामी चाहिँ यहाँबाट, किनभने हाम्रो चाहिँ अब यस्तो इन्टरभ्यू पनि सो फन्नी टाइप हुँदैछ होइन। उनीहरूले सायद अब अगाडि नै चुज गरी पठाइहाल्दैछ भने बोल्नु भएन अगाडि। त्यो अब हेर्दै थाहा पाइहाल्छ नि त होइन। त्यस्तै भयो। अन्त हामी त फर्स्ट फ्रेसेस थियो, केही थाहै थिएन। अन्त इभन ठिकै छ। अब नेक्स्ट टाइम चाहिँ कमिङ अन्त फेरि राम्रो चाहिँ गर्ने प्रिपेयर लिएर हुन्छ गाइस। त्यहाँदेखि मेरो बहिनी त त्यस्तो डराएर होइन मलाई लाग्दो कन्फिडेन्ट नै छैन होइन गाइस। कुन गाडी चल्दो रहेछ त अन्त है? म त यो रोड त गाडी नचल्ने भनेर सोचेको गाइस। अब चाहिँ भने सिलगढीमा हामी रिटर्न हुन्छ ब्याक टु गान्तोक हेरौँ गाइस। आँप यहाँ त खाने बेला भइसकेको छ गाइस। आँप खाँदै आउँदैछ होइन। अन्त ओइ कस्तो फिल भएन नि? राम्रै फिल भयो। नेक्स्ट टाइमको लागि कन्फिडेन्ट आयो होइन। नेक्स्ट टाइम गर्नु सक्छु फिल भयो। अलिक नलेज पनि थाहा भएन हामीलाई। जिरो नलेज अलिक पनि थाहा भयो गाइस।
हामी जिन्समा गएको थियो होइन अब नेक्स्ट टाइम चाहिँ हामी स्कर्ट र वाइट सर्ट सर्ट लगाएर जाने होइन त्यहाँदेखि के कोर्स लगाएर ब्ल्याक अन्त हामीलाई ड्रेस कोड पनि थाहा थिएन इभन होइन अन्त हेल्पलाइन नम्बरहरू पनि थिएन जस्तो हामीलाई थाहै थिएन के पनि हामी निस्केको अब यहाँबाट हो कोसीपुरबाट निस्केको गाइसको अब कि हामी तिनजना चाहिँ सनग्लास लगाएर हो यसो अब यहाँबाट अलिक अगाडिबाट टोटोमा चढ्नुपर्छ त्यहाँपछि हामी चाहिँ त्यहाँबाट जान्छ त्यहाँबाट चाहिँ हेयर रिटर्निङ गाइस हेर्दै हुनुहोस् ल How is your feeling? गाइस हामीलाई कस्तो देखेको छ भनिदिनुहोस् होला हाई गाइस हेलो गाइस अब चाहिँ हामी सिटी सेन्टरतिर लाग्दैछौँ गाइस हामी चाहिँ होटलबाट निस्केको यसको पनि इन्टरभ्यूमा छ के गाइस सक्यो होटलबाट पनि इन्टरभ्यूबाट चेकआउट भइदिएन गाइस इन्टरभ्यू दिने मान्छे खुसी छ चेकआउट भएर सेन्टर लागेको गाइस हो हामी यहाँ सिटी सेन्टर लागेको